कञ्चनपुरको शुक्लाफाटा नगरपालिका वडा नम्बर 6 मा शहरी स्वास्थ्य कार्यालय निर्माण भएको 1 वर्ष पुरा हुँदा पनि सञ्चालनमा आउन सकेको छैन। सामाजिक विकास मन्त्रालयको 14,55,000 को लागतमा 2 कोठे भवन र 2 कोठे शौचालय निर्माण गरिएको थियो, तर स्थानीय सरकारले अझै पनि सञ्चालनमा ल्याउन सकेको छैन। अस्पतालहरूमा इमर्जेन्सी बेड र अक्सिजन नपाएर कोरोनाका कारण नगरमै दर्जनौं मानिसले ज्यान गुमाइसकेका छन्। तर सम्बन्धित निकाय र स्थानीय जनप्रतिनिधिहरू वडा नम्बर 6 मा रहेको शहरी स्वास्थ्य केन्द्र कार्यालयको भवन सञ्चालनमा ल्याउन तर्फ फिटिक्कै चासो नरहेको यो कार्यालयको स्थलगत रिपोर्टिङ गर्दा प्रष्ट बुझिन्छ। निर्माण भएको कार्यालयमा रिपोर्टिङ गर्न जाँदा स्वास्थ्यकर्मी र बिरामी र अन्य स्वास्थ्य सामग्रीहरू हुनुपर्ने ठाउँमा पुरै भवन खाली देखियो, तर कार्यालयभित्र जनावरको मलजल, ढुङ्गा, साना गिट्टी अर्थात् जनावरको गोठ र बालबालिकाको खेल गृह बनेको पाइएको छ। उक्त स्थलमा रिपोर्टिङ गर्न जाँदा उल्टै कार्यालयको मूल ढोकाको कुण्डी टुटेको अवस्थामा फेला परेको थियो। कोरोना र लकडाउनका कारणले कार्यालयको भवन सञ्चालनमा ल्याउन सकेनौं भन्छन् वडा अध्यक्ष जगत्या राणा। सञ्चालनमा आउन सकेको छैन सर। सञ्चालन अहिले हामी गर्ने सबै चाहिँ बत्ती सत्ती थिएन हजुर। त्यहाँ सबै पोल सोलको अहिले लाइट सेल लगाइसकेको छ। ठ्याक्क त्यो सामने ठ्याक अलि ग्राइबिल हाल्नु थियो सोमबार सालिङ थिए। अनि त्यो त्यसरी लापरवाही गर्नु त भएन नि सर वडा सरकारले। अब हजुर त्यो उपभोक्ताले कुण्डी पनि कस्तो लगाएको छ, कुण्डी बसलाई चाहिँ थोडा उ गर्ने बेला त उपभोक्ताको कमी हो त्यो त हजुर। त्यो सब चाहिँ पुरा टोटल थियो। अब हामी ताला हानेर आउँछौँ, अस्ति फेरि ताला हानेर आयो, फेरि अब फेरि नयाँ बस हान्छन्। अब यहाँ बदमास के गर्ने हजुर। अब अस्ति हामी होम पाइप फाल्यो, होम पाइप फाल्दाखेरि अब त्यहाँ बोरिङको पानी छ, ग्राइबल बाटो बनाउनु पर्यो हजुर। एउटा यो ठ्याक्क अस्ति लाइट लगाए, लाइट लगाएर ठ्याक्क ग्राइबलको कार्यादेश लिएर साथैमा चाहिँ ठ्याक्क कोभिडको कारणले कामै गर्न पाउँदैन, मिल्दैन। कहिलेसम्म सञ्चालनमा आउँछ? अब हजुर अब यो साल हामी जसै पनि सञ्चालन गर्छौँ, किनकि यो ग्राइबलको कमी छ। होम पाइप फालिसकेका छौँ, बत्ती लगाइसकेका छौँ। अझै पनि यो साल लाग्ने छ? नै अब यसमा के साल लाग्दैन। अब 8-10 दिनको काम छ हाम्रो बस। यताउता ग्राइबल फाल्न लागि ग्राइबल फाल्यो, ग्राइबल फालेर हामी तुरन्तै 8-10 दिनमा त 2 दिनको ग्राइबल फाल्नु छ। बत्ती पनि लगाइसकेका छ हामी। हजुर त्यही पनि अब सरकारी निकायले होइन रकम छुट्याएर त्यत्रो भवन निर्माण गर्नु भएको छ, त्यो भवनको अलि राम्रोसँग व्यवस्थापन त गरिदिनु पर्यो नि सर। अब त्यो भोलिको दिन पङ्खा चोरी भयो, विभिन्न त्यहाँ सबै बत्तीहरू जोडान भइसकेको छ, पूर्वाधारका कुराहरू सबै सम्पन्न भइसकेको छ। त्यही पनि एउटा त्यहाँ कार्यान्वयनमा ल्याउन त्यति ढिलाइ गरिदिने त होइन नि सर। स्थानीय सरकारको अहिले वडामा छ, त्यही पनि हजुरले त्यस्तो ढिलासुस देखाएपछि यस्तो कोभिडको बेला लागेका छौँ। अब त्यहाँनिर हजुर बोरिङको पानी थियो, गत साल त बर्खामा त बन्यो हजुर, बर्खामा बन्यो। अब हामी हिउँ महिना हिजो गत साल पनि कोभिडको कारण थियो। अब गत साल त बन्यो, बनेर फेरि यो साल हामी सार्ने विचार चाहिँ ठ्याक्क सारौँ। अब बत्ती सत्ती लगायौँ, बत्ती सत्ती लगाएर बस हामी होम पाइप फालेर ग्राइबलको कार्यादेश लिएर अब ठ्याक्क सार्ने बेलामा ठ्याक्क यो लकडाउन हो हजुर।